नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। इट्स मी सुनिता निरौला। अनि हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदम धेरै सन्चै छु। अनि आज चाहिँ म सैलुङ जान लागिरहेको छु। हजुरहरूले सोच्नुहुन्छ होला अस्ति पनि गएकी थियो भनेर, तर अस्ति गएको चाहिँ ठुलो सैलुङ हो, अनि त्यसपछि आज जान लागेको चाहिँ सानो सैलुङ हो। म चाहिँ बिहानै उठेर रेडी भएर अनि बसिरहेको छु, गाडी वेट गरेर। मसँग दिदी अनि त्यसपछि सानो नानी जिया पनि छिन्। हामी चाहिँ कोठाबाट सजिना दिदीको रुम गयौँ, अनि त्यस पछाडि हामी 3 जना अनि सबैजना दिदीबहिनीले गएर यसरी सामान बोकेर हामी जाँदैछौँ। यो चाहिँ हामीले घरबाट बनाएको खानेकुरा अहिले मन्दिर दर्शन गरिसके पछाडि खानको लागि अनि यसरी जाँदैछौँ। अरूहरू पनि आउँदै हुनुहुन्छ। अनि हामी अब गोपीकृष्णसम्म हिँडेर जाने। अनि त्यहाँ गोपीकृष्णमा हाम्रो गाडी छ, उताबाट आउनुभएको साथीहरू दिदीहरू हुनुहुन्छ। अनि त्यहाँ भेटेर अनि हामी सानो सैलुङ रामेछाप जाँदैछौँ। आज चाहिँ फेरि पानी परेको छ नि त, अनि हामी मन्दिर दर्शन गर्न जान लागेको। अनि मन्दिर दर्शन गर्न जाने बेलामा पानी परेको चाहिँ एकदम धेरै राम्रो रे। बाटो चाहिँ यस्तो छ, अझ छाता ओढेर हिँडिरहनु छ रे। अहिले चाहिँ हामी गोपीकृष्णबाट गाडी चढेर हिँडिसक्यौँ। बेलुका हामी 14-15 जना मात्रै भएकोले गाडीको सिटहरू चाहिँ एकदम धेरै खाली थियो। यति धेरै रमाइलो दृश्य हेर्दै हामी 6-7 घन्टा पछाडि सानो सैलुङ पुग्यौँ। अहिले चाहिँ हामी सानो सैलुङ आइपुग्यौँ। अनि यो चाहिँ सानो सैलुङको पार्किङ रहेछ। हाम्रो गाडी चाहिँ यहाँ छ। अनि दिदी बिनाजुहरू यहाँ हुनुहुन्छ, यहाँ अरूहरू पनि टन्नै मान्छेहरू हुनुहुन्छ। अब हामी चाहिँ यहाँबाट भित्र गरेर जाने रे। मन्दिर अलि भित्रभित्र छ अरे। अनि अब हामी मन्दिर जान्छौँ। ल जाउँछौँ अब। यहाँ चाहिँ पूजाको सामानहरू पाइँदो रहेछ। अनि त्रिशूल चढाउनको लागि मैले पनि किनेको। अब हामी यहाँबाट सरी भित्र जान्छौँ। हामी कहाँ जाँदैछौँ रे? जय शम्भो। म चाहिँ 18 वर्षमा आइपुगे आउँछु भन्ने मेरो भएको थियो। 18 वर्षमा अरूहरू हामी चाहिँ धेरै जस्तो सबको फर्स्ट टाइम हो। 18 वर्षको लिएर आएँ म। बाटो यस्तो छ। त्यहाँ त ढुङ्गाको मादल पनि बज्छ अरे, पनि ढुङ्गाको मादल पनि बजाएर देखाउँछ आज। ठ्याक्कै हामी चाहिँ 25 मिनटमा आइपुग्यौँ। त्यहाँ उकालो आएर नि यहाँ नि बाँदर रहेछ ऊ। अनि यहाँ उकालो आएर नि फेरि ओह्रालो झर्नु पर्दो रहेछ। यस्तोमा हुनुहुन्छ सानो सैलुङ भगवान्। भिरमौरीहरू हेर्नु न, उता म देखाउँछु, जुम गर्छु एकछिन। यो सब भिरमौरीको हो नि, कस्तो जुमै भएन नि यहाँभन्दा। भिरमौरी नै पाइँदो रहेछ यहाँनिर। हामी चाहिँ ठ्याक्कै सैलुङ यहाँनिर पस्यौँ, सानो सैलुङमा। फेरि बजाउनु त ढुङ्गाको मादल बजाएर। यहाँ चाहिँ यहाँ चाहिँ माथिबाट जल चुन्छ अरे। यहाँ चाहिँ जल चुन्छ अरे माथिबाट। यहाँनिर चाहिँ जल चुन्छ भनेको थाहा पाइसके पछाडि मैले पनि हात थापेको थिएँ। फाइनल यहाँ जल चुहेर अनि मैले चाहिँ शिरमा अर्चेको पनि थिएँ। यहाँनिर चाहिँ एउटा प्रवेशद्वार रहेछ। यताबाट प्रवेश गरेर उतापट्टि निस्किसकेको छ भने चाहिँ आफूले पाप गरेको छैन भन्ने थाहा पाइँदो रहेछ। अनि चाहिँ पाप गरेको छ कि छैन भनेर थाहा पाउने प्रवेशद्वार रहेछ। अनि म चाहिँ फाइनली यता निस्किसकेको थिएँ किनकि मैले पाप गरेको थिइनँ। यहाँनिर चाहिँ फेरि अर्को पनि प्रवेशद्वार रहेछ। अनि यहाँनिर चाहिँ पार्वती सुत्नु भएको ठाउँ रहेछ। यहाँ चाहिँ माथिबाट भित्र प्रवेश गरिसके पछाडि यहाँनिर चाहिँ जुन त्यो देखाइएको भाग छ नि, त्यहाँनिर चाहिँ पार्वती सुत्नु भएको रे। अनि त्यहाँनिर चाहिँ यसरी सुत्नु भएको भनेर मैले देखाएको छु। अनि त्यहाँबाट यता निस्किसके पछाडि चाहिँ ढुङ्गाको मादल पनि बज्दो रहेछ। मैले बजाएको छु, एकछिन वेट गर्नु है। यो चाहिँ म यहाँबाट निस्किँदैछु। अनि त्यस पछाडि अब यहाँबाट यता गइसकेपछि चाहिँ ढुङ्गाको मादल बज्छ भनेर मैले यहाँनिर ढुङ्गाको मादल पनि बजाएको छु। यो चाहिँ ढुङ्गाको मादल
बस्दो रहेछ यहाँनिर। हामी चाहिँ अब दर्शन गरेर फर्किन लागेको सबैजना। बाई बाई। अब हामीहरू फर्किँदैछौँ मन्दिर दर्शन गरेर। सबैजनाहरू चाहिँ पुगिसक्नु भएको छ, हजुरहरूले देख्नुहुन्छ। मैले फ्रन्ट क्यामेराबाट बनाइरहेको छु, त्यही भएर यस्तो भएको। यति आनन्द लाग्ने ठाउँ, ओ माई गड, यति आनन्द लाग्ने ठाउँ कि कुरै छोड्दिनँ। हामी माथि दर्शन गरेर आइसके पछाडि चाहिँ यहाँ तल हामी खाजा खान लागिरहेको छौँ। दिदीहरूले आफैले खाजा बनाएर लिएर आउनु भएको थियो। अनि यहाँ टिका लाउने कार्यक्रम नि भइरहेको छ। सानो पप्पी रहेछ झन्डै खिच्दैको मैले। हजुर मैले टिका लगाएको कार्यक्रम यता हाल्नु न, म यहाँ थोर हालेर चाहिँ हामी खाजा खान लागेको। दिदीहरू हुनुहुन्छ यता। अब चाहिँ हामी फर्किन लागेको। खाजा साजा खाइसके पछाडि यति राम्रो ठाउँलाई छोडेर जाने मन थिएन। भगवानलाई धेरै धेरै धन्यवाद। हामीले समयमा मिलाएर आयौँ, हामीलाई चाहिँ धन्यवाद। त्यहाँबाट चाहिँ हामी यति धेरै रमाइलो गर्दै नाच्दै गीत गाउँदै अनि हामी फर्क्यौँ। बाटो चाहिँ एकदम अफ रोड छ। बाटो चाहिँ एकदम धेरै अफ रोड थियो, भर्खर बनाएको रोड भएर। हामी काठमाडौँ आइपुग्दाखेरि चाहिँ राति भइसकेको थियो, किनकि हामीलाई 6-7 घन्टा लागेको थियो त्यहाँबाट आउनलाई। त्यही भएर मैले रातिको भ्लग चाहिँ बनाउन पाइनँ। अहिले चाहिँ हजुरहरूले मेरो भ्लग हेरिसक्नु भएको छ। अनि हजुरहरूलाई मेरो भ्लग कस्तो लाग्यो त लाइक कमेन्ट गर्न नबिर्सिनु होला। र हजुरहरू नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। बाई बाई। थ्याङ्क यू फर वाचिङ।